मान्य सदस्यलाई म बस्न आदेश गर्छु। मान्य सदस्यहरू, सभामुखको आदेशको पालना गर्नुपर्ने सबै मान्य सदस्यहरूको कर्तव्य हो। मान्य सदस्यहरू, सभामुखको आदेशको पालना गर्नुपर्ने सबै मान्य सदस्यहरूको कर्तव्य हो। कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका मान्य सदस्यहरूलाई सचेत गराउँछु। यहाँ वाद विवाद नगरौँ। मान्य सदस्य, जानकारी भएको छ। यो पटक पटक बालहट नगर्न सभामुख मार्फत अनुरोध गर्छु। मान्य सदस्य बस्नुहोस्, अहिले यहाँ वाद विवाद नगरौँ। मान्य सदस्य, स्पष्टीकरणमाथि फेरि स्पष्टीकरण हुँदैन, त्यसकारणले मान्य सदस्य बसौँ। आगामी दिनमा मान्य मन्त्रीले फेरि यहाँको प्रश्न उत्तर दिनुहुनेछ। मान्य सदस्य बस्नुहोस्, बसौँ। मान्य सदस्य बसौँ। मान्य सदस्य बसौँ। मान्य सदस्यलाई बस्न म अनुरोध गर्छु। मान्य सदस्य, स्पष्टीकरणमाथिको स्पष्टीकरण हुँदैन। मान्य सदस्यले सोधेको स्पष्टीकरणमा मान्य मन्त्रीबाट आगामी दिनमा फेरि जवाफ मिल्ला, त्यसकारणले मान्य सदस्य बसेर सहयोग गरौँ। मान्य सदस्य बसौँ। यहाँ वाद विवाद नगरौँ। मान्य सदस्य, जानकारी भएको छ, हललाई जानकारी भएको छ, सभामुखलाई जानकारी भएको छ, मन्त्रीलाई जानकारी भएको छ। बसौँ मान्य सदस्य। मान्य सदस्य बसेर सभा सञ्चालन गर्न सहयोग गरौँ। मान्य सदस्य मनिष झा, नियमावलीको कुन नियम आपत्ति? मान्य सदस्यलाई माइक दिनुहोस्। सम्मानीय सभामुख महोदय, समय उपलब्ध गराउनु भएकोमा धन्यवाद। प्रतिनिधि सभा नियमावलीको 54 नम्बर र 55 नम्बरमा प्रश्न उत्तर सम्बन्धी स्पष्ट त्यहाँ नियम उल्लेख गरिएको छ र यसमा सभामुखज्यूको क्षेत्राधिकारको कुरा पनि उल्लेख गरिएको छ। त्यसैले गर्दा यो पटक पटक वाद विवाद गर्ने, मेरो प्रश्नको जवाफ आएन भनेर भन्ने, 54 नम्बरमा उत्तर दिन अस्वीकार गर्न सकिने अधिकार पनि उल्लेख गरिएको छ। मन्त्रीज्यूले, माननीय मन्त्रीज्यूले उत्तर दिइसकेर मेरो उत्तर यही हो भनेर भन्न पाउनुहुन्छ। तसर्थ सम्बन्धित माननीय सांसदज्यूलाई यो पटक पटक बालहट नगर्न सभामुख मार्फत अनुरोध गर्छु। नियम कानुनको कुरा गर्दै हुनुहुन्थ्यो, नियम त लेखिएकै छ, स्पष्ट लेखिएकै छ। त्यसैले गर्दा नियम पढ्नुस्। यसमा पेज नम्बर 32 मा बुँदा नम्बर 54 र 55 मा लेखिएको छ। धन्यवाद। मान्य सदस्य हर्कराज राई, मैले यहाँलाई बस्नको लागि अनुरोध गरिरहेको छु। मान्य सदस्य ध्रुवराज राई, नियमावलीको कुन नियम आपत्ति हो? नियमावलीको कुन नियम आपत्ति? माइक दिनुहोस्।
मान्य सदस्य ध्रुवराज राईलाई मैले समय दिएको छु। सामान्य सभामुख महोदय, यो अहिले नियमावलीको 54 को उत्तर दिने स्वीकार गर्न नसक्ने भन्ने कुरा चाहिँ अहिले उठेको विषयमा होइन, राष्ट्रियताको विषयमा चाहिँ त्यस्तो छलफल हुँदाखेरि हाम्रो राष्ट्रलाई हित विपरीत हुन्छ भन्ने विषयवस्तु बुझिन्छ यहाँको आशय। त्यसो हुँदाखेरि यसमा पनि नियमावलीको यो विषयमा पनि अध्ययन गर्नको लागि सम्बन्धित मानवज्यूलाई अनुरोध गर्न चाहन्छु। मान्य सदस्य हर्कराज राईलाई मैले भनिरहेको छु, यहाँको स्पष्टीकरणमाथि स्पष्टीकरण सोधिँदैन, त्यस कारणले त्यो मान्य सदस्य, मैले फेरि मान्य सदस्यलाई बसेर सभा सञ्चालन गर्नलाई सहयोग गर्न अनुरोध गरेँ। मान्य सदस्य, यहाँले प्रश्न सोध्नुभयो, मन्त्रीज्यूबाट जवाफ आयो। यदि मान्य सदस्यले सोधेको प्रश्नको जवाफ नआएको मान्य सदस्यलाई महसुस भएको छ भने मान्य मन्त्रीज्यूलाई मन्त्रालयमा गएर पनि मान्य सदस्यले आफ्नो प्रश्न फेरि राख्न सक्नुहुनेछ। त्यति मात्रै होइन, मान्य सदस्यको प्रश्नमा आगामी दिनमा पनि मान्य मन्त्रीले जवाफ दिने क्रममा मान्य सदस्यको प्रश्नको जवाफ दिनुहोला। त्यस कारणले अहिले यो बुँदाबाट हामी अगाडि बढिसकेका छौँ र मैले फेरि मान्य सदस्यलाई भने यो हामीले स्पष्टीकरणमाथि स्पष्टीकरण सोध्ने मान्य सदस्यलाई म बस्न आदेश गर्छु। मान्य सदस्य हर्कराज राईलाई आसन ग्रहण गर्न म आदेश दिन्छु। मान्य सदस्यहरू बसौँ। मान्य सदस्यहरू बसेर सभा चलाउन सहयोग गरौँ। मान्य सदस्यहरू, सभामुखको आदेशको पालना गर्नुपर्ने सबै मान्य सदस्यहरूको कर्तव्य हो। कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका मान्य सदस्यहरूलाई सचेत गराउँछु। मान्य सदस्यहरू, अब उक्त जवाफका सम्बन्धमा स्पष्टीकरण माग गर्न चाहनुहुने मान्य सदस्यहरूलाई समय दिन्छु। विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयहरूसँग सम्बन्धित शीर्षकहरूमाथि 2083 असार 1 गते छलफलमा भाग लिनुभएका मान्य सदस्यहरूले मात्र स्पष्टीकरण माग गर्न पाउनुहुने बेहोरा मान्य सदस्यहरूलाई जानकारी गराउँछु। स्पष्टीकरण माग गर्न चाहनुहुने प्रत्येक मान्य सदस्यलाई 1 मिनेटको समय निर्धारण गरेको छु। मान्य सदस्यहरू, स्पष्टीकरण माग गर्न चाहनुहुने मान्य सदस्यहरूले सजिलोको लागि आफ्नो नाम
सभामुखको डायससँगै बसेका सचिवालयका कर्मचारीहरूलाई 3 मिनेटभित्र लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। मान्य सदस्यहरू, आसन ग्रहण गरौँ। आसन ग्रहण गरौँ। हामी प्रक्रियामै छौँ, हामी विधिमै छौँ। त्यसकारणले मान्य सदस्यहरू आसन ग्रहण गरौँ। मान्य सदस्य प्रकाश पाठक। सभामुख महोदय, म आफ्नो प्रश्न राख्न चाहन्छु माननीय मन्त्रीज्यूलाई। साना किसान उपजको मूल्य, न्यून मूल्य, बजारीकरण र बिचौलियाको दबदबावका कारण प्रताडित छन्। अझ समर्थन मूल्यको कारणले गर्दा उहाँहरूलाई झन् पीडा देखिएको छ। सरकारले समर्थन मूल्य तोकेको छ, तर त्यसको कार्यान्वयन चाहिँ खाद्य संस्थानहरूमा हुन्छ भनेर माननीय मन्त्रीज्यूले जवाब दिनुभएको छ। त्यसो हो भने अब हरेक पालिकामा खाद्य संस्थानका शाखा कार्यालयहरू चाहिँ खोलेर त्यसलाई चाहिँ व्यवहारिक कार्यान्वयनमा लिएर जानुपर्ने अवस्था सिर्जना भएको छ। अहिले मोटा धानको मूल्य 3660 र मध्यम धानको मूल्य 3860 तोकिएको छ, तर बजारमा 2300-2400 रुपैयाँमा किसानले बेच्नुपर्ने बाध्यता छ। यो बाध्यता सधैँका लागि, अन्त्यका लागि चाहिँ मन्त्रालयबाट एउटा ठोस कार्ययोजना सहित त्यसको चाहिँ पहल होस् भन्ने चाहिँ मैले फेरि प्रष्टीकरण दिन चाहे। धन्यवाद। मान्य सदस्य शम्भु प्रसाद ढकाल। सम्माननीय सभामुख महोदय, सबै सांसदहरू समान सार्वभौम छन्। उद्योग मन्त्रीले मेरो चलचित्र उद्योग मेरो मन्त्रालयभित्र पर्दैन भनेर जवाफ मान्य सदस्य, दिनुभएको छ। तपाईलाई त्यसले गर्दा प्रश्नप्रति तपाईँको ध्यान आकर्षण गराउँछु। धन्यवाद सभामुख महोदय। मैले बोल्न चाहेको कृषि सम्बन्धमा हो, त्यसले गर्दा मैले पनि बोल्न पाउनुपर्छ, सुन्नुपर्छ सबैले। कृषि मन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु। 2.91% 3.44% बजेट बढाउनु भएको छ र आशलाग्दो बजेट छ। तथापि जैविक मल सम्बन्धमा ठोस कुराहरू आएन। यो बिमामा समस्या छ, विनियोजन गरेको छ तर समस्या छ, त्यसको लागि निराकरण भएन। रबर खेती सम्बन्धको कुराहरू आएन र कृषि विधेयक सम्बन्धको कुरा आएन। आज चाहिँ जस्तो गाँजा खेती र रबर खेती मार्फत बाँदर र हात्ती नियन्त्रणको समस्या समाधान गर्न सकिन्छ, त्यस सम्बन्धको सुझावको कुरा आएन। त्यसले गर्दा यी जवाफहरू फेरि चाहन्छु आज चाहिँ। धन्यवाद। मान्य सदस्य जोग कुमार बर्बरिया यादव। सभामुख महोदय, मन्त्रीज्यूले जुन राख्नुभएको छ कृषिको बारेमा, त्यो गरिब किसानको हकमा अहिले बजेट, भरपुर बजेट छैन। यो हुने खानेको लागि 2 करोड लगानी लगाउने
40% अलि अनुदान लिने भने यो हुने खानीको लागि मात्रै छ, त्यो गरिब किसानको लागि त्यसमा अलि सच्याउनुपर्छ। धन्यवाद। मान्य सदस्य सरस्वती लामा। सम्माननीय सभामुख महोदय, म एउटा मन्त्रीज्यूलाई चाहिँ एउटा प्रश्न गर्न चाहन्छु। यो वन्यजन्तुबाट मात्रै नागरिकलाई दुःख दिइरहेको छैन, मध्यवर्ती क्षेत्र वरिपरिका बासिन्दालाई वनका कर्मचारी र समितिका व्यक्तिहरूले समेत सानो सानो कुरामा पनि दुःख दिने गरेका छन्। मध्यवर्ती क्षेत्र बफर जोन चाहिँ कहिले चाहिँ खारेजी हुन्छ, यसको कार्यक्रम छ कि छैन होइन भन्ने म प्रश्न गर्न चाहन्छु। धन्यवाद। मान्य सदस्यहरू, अब मान्य कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई उक्त स्पष्टीकरणको सम्बन्धमा स्पष्ट पार्न अनुमति दिन्छु। श्रम संस्कृति पार्टीका मान्य सदस्यहरूलाई मैले पटक पटक विधि, सिद्धान्त, नीति, नियमावलीमै बसेर यहाँहरूलाई अनुरोध गरिरहेको छु। यहाँहरूले हामी विधि सम्मत नै सभा चलाइरहेका छौँ, त्यस कारणले मान्य सदस्यहरू आसन ग्रहण गरेर सभा सञ्चालन गर्न मर्यादित हुनुहोस्। सम्माननीय सभामुख महोदय, मान्य सदस्यज्यूहरू, थप प्रश्न गर्ने मान्य सदस्यज्यूहरू प्रकाश पाठकज्यूको प्रश्नको सन्दर्भमा म जवाब दिन चाहन्छु। साना किसानहरूको जुन सल्लाह सुझाव दिनुभएको छ, मैले दिनुभएको प्रश्नभन्दा पनि उहाँले कार्यान्वयनको पक्षमा दिनुभएको सल्लाह सुझावको लागि म विशेष धन्यवाद दिन चाहन्छु र मन्त्रालयको तर्फबाट ठोस पहल भइराखेको पनि जानकारी गराउन चाहन्छु त्यसको कार्यान्वयनको सन्दर्भमा। र त्यसै गरेर शम्भु प्रसाद ढकाल मान्यज्यूले दिनुभएको सर्वप्रथम सल्लाह सुझावको सन्दर्भमा विशेष धन्यवाद दिन चाहन्छु। त्यस पछाडि उहाँले भन्नुभएको जैविक मलको सम्बन्धमा को कुरा र गाँजा खेती र रबर खेतीको सम्बन्धमा उहाँले प्रश्न राख्नु भएको छ। मैले अघि पनि भने मैले गाँजा खेती र रबर खेती चाहिँ भनिनँ, तर मानव वन्यजन्तु क्षेत्रमा जुन भइराखेको नोक्सानी छ त्यसको सन्दर्भमा हामीले वैकल्पिक खेती गरिनेछ भन्ने सन्दर्भमा यो कुराहरू चाहिँ समेटेको कुरा जानकारी गराउन चाहन्छु र जैविक मलको सन्दर्भमा थप कार्यविधि बनिराखेको मन्त्रालयबाट कार्यविधि बनाइराखेको कुराको जानकारी गराउन चाहन्छु। कृषि विधेयक हाम्रो मन्त्रालयबाट आज मात्रै मैले यो हाउस आउनुभन्दा अगाडि कानुन मन्त्रालयमा पठाएको बेहोरा पनि जानकारी गराउन चाहन्छु। त्यसै गरेर जोग बहादुर बर्बरिया यादवज्यूले सोध्नुभएको थप स्पष्टीकरणको सन्दर्भमा 2 करोडको विषयमा चाहिँ ठुला किसानहरूलाई मात्र भयो भन्दाखेरि मैले फेरि पनि केही स्पष्ट गराउन चाहन्छु भने 2 करोड भनेको 2 करोड लगानीको कुरा गरिएको छ। विभिन्न समूहमा साना किसानहरूले पनि सामूहिक खेती गरेर त्यसको सन्दर्भमा चाहिँ तपाईँहरू त्यो लगानीको सन्दर्भमा पनि हाम्रा साना किसानहरूलाई पनि दिइने बेहोराको जानकारी गराउन चाहन्छु। त्यसै गरेर सरस्वती लामा मान्यज्यूले सोध्नु भएको वन्यजन्तु द्वन्द्व मध्यवर्तीको क्षेत्र सम्बन्धमा बफर जोनको सम्बन्धमा मैले यहाँहरू मार्फत के निवेदन गर्न चाहन्छु भने कृषि वन तथा पर्यावरण मन्त्रालयले करिब विभिन्न ऐन कानुनहरू बनाइराखेको विधेयकहरू चाहिँ अगाडि बढाइराखेको र केही ऐनहरू संशोधन गरिराखेको जानकारी गराउन चाहन्छु। अहिले बफर जोनको सम्बन्धमा अलिकति नीतिगत प्रयासहरू चाहिँ मन्त्रालयबाट अगाडि बढाइराखेको र वन ऐन, निकुञ्ज ऐन र वातावरण ऐनको संशोधनको सन्दर्भमा पनि मन्त्रालयले काम गरिराखेको जानकारी मैले निवेदन गर्न चाहन्छु। धन्यवाद। मान्य सदस्यहरू, कृषि वन तथा पर्यावरण मन्त्रालय सम्बन्धी विनियोजन शीर्षक माथिको छलफल यहीँ समाप्त हुन्छ।